निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम 2082 पौष 28 र पौष 29 गते विराटनगर। आजको यस कार्यक्रममा विशिष्ट उपस्थितिको रूपमा निर्वाचन आयोगका सचिव श्री कृष्णबहादुर राउतज्यू, निर्वाचन आयोगका सहसचिव श्री ज्ञानहरि घिमिरेज्यू तथा नेपाल सरकारका सहसचिव श्री आदेश खड्काज्यूको उपस्थिति रहेको छ। साथै यस कार्यक्रममा विज्ञ स्रोत व्यक्तिको रूपमा निर्वाचन आयोगका पूर्व सचिव श्री बेगेन्द्र राज शर्मा पौडेलको समेत समुपस्थिति रहेको छ। आजको यस अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र जगेडामा रहनुभएका मुख्य निर्वाचन अधिकृतको रूपमा माननीय जिल्ला न्यायाधीशज्यूहरू र निर्वाचन अधिकृत र जगेडामा रहनुभएका निर्वाचन अधिकृतको रूपमा न्याय सेवाका राजपत्राङ्की द्वितीय श्रेणीका अधिकृतज्यूहरूको उपस्थिति रहेको छ। सहयोगी कर्मचारीको रूपमा निर्वाचन आयोगका कर्मचारीहरू समेत हामीसामु उपस्थित रहेको अवस्था छ। प्रस्तुत अभिमुखीकरण कार्यक्रम आज मिति 2082 पौष 28 र भोलि 29 गते सञ्चालन हुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य 2082 साल फागुन 21 गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र सुव्यवस्थित रूपमा सम्पन्न गर्न हामी बीचमा समान बुझाइका साथै साझा दृष्टिकोण निर्माण गर्नु हो। आज यहाँ सञ्चालन भएको जस्तै अभिमुखीकरण कार्यक्रम काठमाडौँ, विराटनगर, चितवन र नेपालगञ्ज गरी जम्मा 8वटा समूहमा एकैसाथ सञ्चालन भइरहेको छ। 2 दिने यस निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम 4 चरणमा सञ्चालन हुनेछ। पहिलो दिन आज अहिले हामी उद्घाटन चरणमा छौं। यसपछिको कार्यक्रममा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ। आज र भोलिको अभिमुखीकरण कार्यक्रममा सहजीकरण मार्फत छलफल र अन्तर्क्रिया हुने विषयहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनका विविध पक्षहरू, जनशक्ति व्यवस्थापन, आर्थिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन तथा मतदाता शिक्षा, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति सम्बन्धी विषय, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण, निर्वाचन आचार संहिता, अनुगमन तथा पर्यवेक्षण समेत निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीहरू, मतदाता नामावली सम्बन्धी व्यवस्था तथा मतदान, मतगणना सम्बन्धी व्यवस्थापकीय कार्य, मतगणना प्रक्रिया तथा प्रतिवेदन सम्बन्धी विषय र अन्त्यमा नमूना मतदान अभ्यासपछि तेस्रो चरणको कार्यक्रम सम्पन्न हुनेछ। भोलि मिति 2082 साल पौष 29 गते साँझ 5 बजे भित्र कार्यक्रम समापन गर्ने योजना रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को तयारी सम्बन्धमा निर्वाचन आयोगको गतिविधि। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को घोषणा। सम्माननीय राष्ट्रपतिज्यूबाट 2082 भदौ 27 गते सम्वत 2082 फागुन 21 मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने गरी मिति घोषणा भएपछि निर्वाचन आयोगले निर्वाचन सञ्चालनसँग सम्बन्धित विषयहरूमा दैनिक कार्यतालिका बनाई काम गरिरहेको छ। विशिष्ट परिस्थितिमा 2082 साल फागुन 21 गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण हो। संविधानले प्रदान गरेको दायित्व अनुसार निर्वाचन आयोगले यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको छ। निर्वाचन घोषणा भएपछि हालसम्म सञ्चालित मुख्य गतिविधिहरूको संक्षिप्त विवरण मतदाता नामावली सङ्कलन सम्बन्धी। क. स्थायी मतदाता नामावली। निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली सम्बन्धी ऐन 2073 अध्यादेश मार्फत संशोधन भई 2082 असोज 10 देखि मङ्सिर 5 गतेसम्म थप मतदाता नामावली सङ्कलन गरिएकोमा 8,37,094 जना थप मतदाताको नामावली सङ्कलन भएको छ। मिति 2082 मङ्सिर 5 सम्म सङ्कलित मतदाता नामावली र साविकको मतदाता नामावलीलाई एकीकृत गरी दावी विरोधको कार्यक्रम पश्चात सम्वत 2082 पुस 12 मा मतदाता नामावलीलाई अन्तिम रूप दिइएको छ। सम्वत 2082 फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भई आसन्न निर्वाचनमा भाग लिन पाउने मतदाताको संख्या 1,89,03,689 रहेको छ।
जसमा महिला र पुरुषको प्रतिशत क्रमशः 48.88% र 51.12% रहेको छ भने अन्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक मतदाताको संख्या 200 रहेको छ। क नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी एवं सरकारको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी अस्थायी मतदाता नामावली संकलनको कार्य आयोगले अगाडि बढाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगका सचिव श्री कृष्ण बहादुर राउतलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृत तोकी निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगको परिसरमा नै स्थापना गरी सहायक निर्वाचन अधिकृतमा निर्वाचन आयोगका सहसचिव श्री यज्ञप्रसाद भट्टराई र अन्य आवश्यक कर्मचारीको प्रबन्ध साथ कार्यालय नियमित रूपमा सञ्चालनमा रहेको छ। मिति 2082 मङ्सिर 20 गते समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरूले निवेदन पेश गर्ने सूचना प्रकाशन भएकोमा 100 वटा राजनैतिक दलहरूले 93 वटा निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन आवेदन गरेका र सोही अनुसार दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ। निर्वाचन कार्यक्रम अनुसार मिति 2082 पुस 13 र 14 गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेद्वारको बन्द सूची पेश गर्ने समय दिइएकोमा 64 वटा दलले 58 वटा निर्वाचन चिन्हबाट निर्वाचनमा भाग लिने गरी 3424 जना उम्मेद्वारको बन्द सूची पेश गरेका छन्। उक्त सूची निर्वाचन आयोगले रुजु गरी सूचीमा नमिलेका विवरण सच्याउन मिति 2082 पुस 27 गतेसम्मको समय प्रदान गरी पत्राचार गरिएकोमा दलहरूले नमिलेका विवरण सच्याई पेश गरेकोमा सोमाथि चेकजाँच तथा परीक्षणको काम भइरहेको छ। समानुपातिक निर्वाचन प्रणालीमा उम्मेद्वार हुन नचाहने तर बन्द सूचीमा नाम समावेश भएका व्यक्तिले मिति 2082 पुस 28 गते बन्द सूचीबाट नाम फिर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको छ। संशोधित सूचीको प्रकाशन गरी दावी विरोधको प्रक्रिया समेत पूरा भइसकेपछि मिति 2082 माघ 20 गते उम्मेद्वारको अन्तिम बन्द सूची प्रकाशन गरिनेछ। 58 वटा निर्वाचन चिन्ह रहने गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री लिमिटेडबाट सुरु भइसकेको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मिति 2082 माघ 6 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोले सो पूर्व गर्नुपर्ने तयारीका कार्यहरू कार्यतालिका बनाई कार्यान्वयन भइरहेको छ, जसमा मिति 2082 पुस 25 देखि लागू हुने गरी सबै निर्वाचन क्षेत्रको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति आयोगको निर्णयानुसार गरी सोको सूचना आयोगको वेब पेज मार्फत सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका सबै 165 निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचन व्यवस्थापनमा समान मापदण्ड, समरूप, अभ्यास र निर्णयमा समरूपता कायम गराउने उद्देश्यले आज मिति 2082 साल पौष 28 र भोलि पौष 29 गते सञ्चालन हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न विज्ञ स्रोत व्यक्तिका लागि काठमाडौँमा मिति 2082 साल पौष 22 र पौष 23 मुख्य प्रशिक्षक कार्यक्रम सञ्चालन गरिएको थियो। निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मिति 2082 माघ 2 गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। निर्वाचन सम्बन्धी कानूनी आधारहरू, प्रचलित कानूनी व्यवस्थाहरू, संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दल सम्बन्धी ऐन, मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन लगायतका कानूनी व्यवस्था अनुसार निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आयोगले विभिन्न विषयगत निर्देशिका र कार्यविधिहरू तर्जुमा गरी लागू गरेको छ, जसमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका 2082,
प्रतिनिधि सभा सदस्य निर्वाचन आर्थिक व्यवस्थापन कार्यविधि 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन मतदान निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना निर्देशिका 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पर्यवेक्षण निर्देशिका 2082 आदि रहेका छन्। यी सबै निर्देशिकाहरू आयोगको वेब पेजमार्फत सार्वजनिक गरिएको छ। निर्वाचनका लागि आवश्यक बजेट र स्रोत व्यवस्थापन। निर्वाचनका लागि रु 8,81,05,76,000 बजेट माग गरिएकोमा मिति 2082 कार्तिक 19मा रु 4,96,66,00,000 र मिति 2082 मङ्सिर 20मा रु 1,77,90,000 गरी कुल 6,73,66,90,000 बजेट प्राप्त भएको छ। प्राप्त बजेटको विभिन्न शीर्षक र कार्यालयगत बाँडफाँड गरी परिचालन गरिएको छ। निर्वाचन सामग्रीको व्यवस्थापन। निर्वाचन प्रयोजनका लागि पहिचान भएका 51 प्रकारका सामग्रीहरूमध्ये 37 प्रकारका विभिन्न सामग्रीहरू जिल्लास्थित निर्वाचन कार्यालयहरूबाट खरिद गरी व्यवस्थापन गर्ने र बाँकी 14 प्रकारका सामग्रीहरू निर्वाचन आयोगबाट व्यवस्थापन गर्ने गरी काम अगाडि बढेको छ। निर्वाचन बीमा। मिति 2082 पुस 13 गते राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी निर्वाचनमा खटिने अनुमानित 2,13,161 कर्मचारीका लागि 15 दिनदेखि 90 दिनसम्मको 20 लाखको दुर्घटना बीमा गरिएको छ। मतदाता शिक्षा। निर्वाचनमा मतदाताको सहभागिता र सदर मतको अनुपात बढाउन मतदाता शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी आयोगले तयारी गरिरहेको छ। जस अन्तर्गत नम्बर 1 मतदाता शिक्षाका लागि नमुना मतपत्रको छपाई कार्य सम्पन्न भएको छ। नम्बर 2 मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणको कार्य भइरहेको छ। नम्बर 3 सञ्चार माध्यमहरूबाट प्रचार प्रसार र निर्वाचन शिक्षा कार्यकर्ताहरूको परिचालन र घर दैलो, सामाजिक सञ्जाल र डिजिटल माध्यमहरूको प्रयोग, पर्चा पम्पलेट र पोस्टरहरू, एसएमएस र रिङटोनहरू आदि मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। निर्वाचन पर्यवेक्षण। निर्वाचनलाई विश्वसनीय बनाउन निर्वाचन पर्यवेक्षणका लागि आयोगले पर्यवेक्षण गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति प्रदान गर्न निवेदन पेश गर्न आह्वान गरेकोमा 37 वटा राष्ट्रिय संस्था र 4 वटा अन्तर्राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणको अनुमति प्रदान गरिएको छ। यी संस्थाहरूले स्वतन्त्र रूपमा निर्वाचनको पर्यवेक्षण गरी आयोगलाई प्रतिवेदन दिनेछन्, जसले निर्वाचनको विश्वसनीयता बढाउन मद्दत गर्नेछ। निर्वाचन आचार संहिता। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गरी विश्वसनीय बनाउने हेतुले निर्वाचन आयोगले मिति 2082 पुस 18 को निर्णयबाट निर्वाचन आचार संहिता स्वीकृत गरेको छ र माघ 3 गतेदेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारीमा आयोग रहेको छ। निर्वाचन आचार संहितामा विभिन्न निकाय, क्षेत्र र पदाधिकारीहरूले पालना गर्नुपर्ने साझा र छुट्टाछुट्टै आचार संहिताहरू तोकिएको छ। विगतको आचार संहितामा अद्यावधिक गरी सामाजिक सञ्जाल लगायत डिजिटल माध्यम एवं आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरी निर्वाचनको वातावरणलाई नकारात्मक प्रभाव पार्न सक्ने क्रियाकलापहरू विस्तृत रूपमा आचार संहितामा समेटिएको छ। त्यसैगरी आचार संहितालाई निर्वाचन कसुर तथा सजाय ऐनसँग आबद्ध गरी आचार संहिताको उल्लङ्घनमा निर्वाचन कसुर अन्तर्गत कारबाही हुने व्यवस्था गरिएको छ। निर्वाचन आचार संहिता अन्तर्गत रही निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारहरूले गर्न पाउने खर्चको हद निर्धारण गरी लागू गरिएको छ। आचार संहिता पालनालाई प्रभावकारी बनाउन केन्द्रमा निर्वाचन आयुक्तको अध्यक्षतामा केन्द्रीय आचार संहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा जिल्ला आचार संहिता अनुगमन समिति लगायतका संयन्त्रहरूको व्यवस्था गरिएको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय। सूचना सम्प्रेषण र समन्वयका लागि निर्वाचन आयोगमा विभिन्न इकाइहरू स्थापना गरी कार्य भइरहेको, जस अन्तर्गत नम्बर 1 सञ्चारकर्मी र सञ्चार माध्यमहरूसँग सम्पर्क, समन्वय र सूचना प्रवाहका लागि प्रेस अफिस स्थापना गरिएको छ। नम्बर 2 विद्युतीय माध्यमबाट मतदाता शिक्षाका लागि इलेक्ट्रोनिक भोटर एजुकेसन युनिट स्थापना गरिएको छ। नम्बर 3 निर्वाचन सम्बन्धी विभिन्न जिज्ञासा सम्बोधनका लागि आयोगमा कल सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ। नम्बर 4 निर्वाचन आचार संहिता अनुगमनका लागि इलेक्ट्रोनिक इलेक्सन मोनिटरिङ सिस्टम सञ्चालन गर्ने तयारी भइरहेको छ।
निर्वाचन सुरक्षा आयोगका माननीय आयुक्तज्यूको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतका मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित सुरक्षा समितिको बैठक सम्पन्न गरिएको छ। साइबर सुरक्षा समेतलाई ध्यान दिई मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको न्यूनीकरणका लागि विभिन्न अनुसन्धान र नियमनकारी निकायका प्रतिनिधिहरू रहने गरी इलेक्सन इन्फर्मेसन एन्ड डिसेमिनेसन सेन्टर अन्तर्गत इन्फर्मेसन इन्टिग्रिटी युनिट IIU सञ्चालनमा ल्याइएको छ। निर्वाचन सञ्चालनमा संलग्न हुने निकायहरूबीच समन्वय कायम गरी शान्ति सुरक्षा लगायत निर्वाचन सञ्चालनमा सहजीकरणका लागि जोइन्ट इलेक्सन अपरेसन सेन्टर सञ्चालनमा ल्याइनेछ। सामाजिक सञ्जालका गतिविधिहरू अनुगमन गर्न UNDP को सहयोगमा ई-मोनिटर प्लस सफ्टवेयर सञ्चालनमा ल्याइनेछ। वातावरण मैत्री हरित निर्वाचन निर्वाचन सम्बन्धी क्रियाकलापलाई वातावरण मैत्री बनाउन आयोगले विशेष ध्यान दिएको छ, जस अन्तर्गत निर्वाचनमा प्रयोग गरिने सामानहरूमध्ये न्यूनतम सामानहरू मात्र प्लास्टिकजन्य सामग्रीहरू प्रयोग गर्ने, स्थानीय रूपमा उत्पादन हुने सामग्रीलाई प्राथमिकतामा राखिएको छ, निर्वाचनमा दलहरूले प्रयोग गर्ने प्रचार सामग्रीहरू समेत सोही बमोजिम हुनुपर्ने, दलहरूले प्रचार प्रसारका क्रममा निस्केको फोहोरलाई स्वयंले सफाई गर्नुपर्ने लगायतका व्यवस्थाहरू गरिएको छ। राष्ट्रिय सभा निर्वाचन 2082 तर्फ आगामी माघ 11 गते सम्पन्न हुने गरी राष्ट्रिय सभाको निर्वाचन घोषणा भएपश्चात यसको छुट्टै कार्यतालिका निर्माण गरी आयोगले काम गरिरहेको छ। 7वटै प्रदेशमा सञ्चालन हुने यस निर्वाचनमा जम्मा 18 जना प्रतिनिधिहरू छनौट हुनेछन्। सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भई उनीहरूको प्रशिक्षण सम्पन्न गरी मिति 2082 पुस 16 गतिदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ। स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष र प्रदेश सभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुने यस निर्वाचनमा 2082 पुस 23 गते सबै प्रदेशमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ, जसमा 44 जना उम्मेदवारहरू रहेका छन्। 2082 माघ 11 गते मतदान भई उक्त निर्वाचन सम्पन्न हुनेछ। राष्ट्रिय सभा निर्वाचन 2082 का लागि निर्वाचन अधिकृतमा नियुक्त माननीय जिल्ला न्यायाधीशहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत मुख्य निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको अवस्थाले दोहोरो कार्य सम्पादनको अवस्थामा रहनुभएको छ। राष्ट्रिय सभा निर्वाचन 2082 को कार्यकालिका अनुसार अनिवार्य रूपमा सम्पादन गर्नुपर्ने कामका कारण यस अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नसकेको अवस्थाको मध्यनजर गरी यस कार्यक्रममा सहभागी हुन नसक्नेको हकमा आयोगको निर्णयानुसार छुट्टै प्रशिक्षण कार्यक्रम पछि तय हुने नै छ। प्रशिक्षणको क्रममा प्राप्त ज्ञानलाई अनुभव, अनुशासन, निष्पक्षता र उच्च जिम्मेवारी बोधका साथ व्यवहारमा उतार्न सफल हुनुहुनेमा आयोग विश्वस्त छ। यस अभिमुखीकरण कार्यक्रमले व्यावसायिकता, निर्णय क्षमता, कानूनी व्याख्या, जोखिम व्यवस्थापन तथा परिस्थितिजन्य विवेक प्रयोग गर्ने सक्षमता अभिवृद्धि गर्ने विश्वास लिएको छ। निर्वाचन व्यवस्थापन केवल प्राविधिक कार्य मात्र होइन, यो राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताको प्रतीक हो। यस जिम्मेवारीलाई इमानदारी, साहस र गर्वका साथ निर्वाह गरौं। हामी सबैको सामूहिक प्रयासबाट प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 विश्वसनीय तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न सकियोस्। शुभकामना। यहाँ प्रस्तुत भएको आवाजमा बोलेको स्वरमा म AI हुँ। मेरो आवाज कस्तो छ? शुभ दिन। मिति 2082 साल फागुन 21 मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सबैको सत्प्रयासबाट सफल बन्न सकोस्, म शुभकामना व्यक्त गर्दछु। सबैमा म सादर नमस्कार सहित विदा हुन्छु। धन्यवाद।